कति सो मिनी भ्लग तपाईहरुको लागि मिनी छोटकारीमा ह्याप्पी ल्यान्डमा इन्टर भइसकेको छु। सो तपाईहरुलाई अब यहाँ ह्याप्पी ल्यान्डको नजारा हेराउनु छु है गाइस। जंगल सफारी हेर्नु होला। डरै लगाइदियो रे के बन्दैछ अहे जंगल सफारी हुँदैछ। जंगल सफारी गाइस। सो उता के गराउँदै थियो अन्डामा सट्टा अब जंगल सफारीमा हामी बोटिङ गर्दै जाँदैछु है गाइस। ल हेर्नु होला सट्ट पानीमा घुम्दै फिर्दै लरीबरी गर्दै जाँदैछु। ल तीनजना हामी तीन दाइ भाइ। ल सट्ट यहाँबाट निस्किसक्यो है। पानीमा घुम्दै फिर्दै लड्दै पड्दै जान्छु। लड्दिनँ कि घुम्दै आमा ढेसिङ पो लाग्यो। ल दाइहरू यता हाई हाई यता गर न। अब सट्ट धेरै कुरो छ है एप्पी ल्यान्डमा। सो हामी चाहिँ अब यहाँ पानीको पिरियड दिइसकेको छ। हामी चाहिँ अब बग्दै जान्छु यसरी घुम्दै सट्ट। अब ल है अँध्यारोतिर लाग्यो हामी सट्ट। के कराउँदैछ है गाइस। ल है बचाउन आउनु है बचाउन। मलाई त डर पो लाग्दैछ। अँध्यारो भइसक्यो थोप्रा पनि राम्रो आउँदैन होला। ल फाइनली हामी अर्किसक्यो एकै ठाउँ घुमै हामीले खान्छ पनि नि आमा कत्रो थोप्रा हामी एकै ठाउँ घुमै ल गाइस घुमै बिस्तारै। अहिले पानी खोलेको थिएन। अब हामी बगिरहेको छु बिस्तारै। डाइनोसर उता हामी चाहिँ यता। ल सो यता सबभन्दा ठुलो डाइनोसर गाइस तपाईहरु हेरिसक्नुभयो। अब चाहिँ हाम्रो भयानक जंगल सफारी ठीक छ। उता चिल हेर्नु यहाँ कहाँ गर्दैछ। हामी त यता बाबा। ल हामी सट्ट अब फेरि जालोतिर आइपुग्यो। राम्रो लाग्दैछ घुम्नु पर्यो नि कहिले काहीँ। दाइसँग आउँदा हल्का चिल हुन्छ। ल हाम्रो मेन दाइ ल यता हेर्न सक्नुहुन्छ। आमा साउन्ड त सेम जङ्गल सफारी जस्तै छ। साउन्ड हेर्नु नि सेम जङ्गलमा आएको जस्तै। आमा यता डाइनोसर कराइरहेको छ। हामी चाहिँ यता डुल्दै फिर्दै घुम्दै जाँदैछ। सो फाइनली हेर्नु सेन्सरको सिस्टम लगाइदिएको छ कि सेम डाइनोसर उता ठुलो हो। बचाऊ यहाँ हेर्नु नि खुट्टा पनि चलिरहेको छ। हेर्न सक्नुहुँदैको छ। अब के भन्छ के पनि भन्दैन त। साउन्ड हेर्नु नि कस्तो छ। ल यो त भयानक छ गाइस। भयानक पुरै भयानक। बाफ्रे बा हेर्नु यहाँ पुच्छरले तपाईहरुलाई खानिदिन्छ अलिकति। सेम हेर्नु नि सेम नेचुरल रियल जस्तै लाग्छ। रियल सेम उता माथि बसेको छ बाबु नानी। यो खोलाले गर्दाखेरि अहिले माथि हेर्नु सक्नुहुन्छ। माथि एउटा डाइनोसर बच्चा नानी उसको अनि उता ठुलो सेम छ गाइस यार। सेम नेचुरल ओरिजिनल जस्तै तर डुप्लिकेट हो गाइस। अब यहाँ पानीको हामी गइरहेको छौँ सट्ट। अहिले पानीको पिरियड आइसकेको छ। अब हामी छिटो जान्छौँ। यहाँ एउटा अर्को डाइनोसर कानबला डाइनोसर गाइस। कानबला डाइनोसर लिएर आइसक्यो हामी बाई। सबै डाइनोसरलाई बाई है अर्कोचोटि भेटौँला। ल आमा खानै जस्तो गर्छ त्यसले है। हामी होइन हामी पनि तिमीहरू जस्तै डाइनोसर हो। ल कतिचोटि आइस यहाँ फर्स्ट चोटि है केटोको फर्स्ट चोटि। म त 50 चोटि बा उता दाइको 50 चोटि। मेरो चाहिँ 2 चोटि दाइसँग आउन त 3-4 चोटि भयो कि यस्तो पानीमा सफारी। तपाईहरु सुनि नै सक्नु भएको होला कस्तो लागिरहेको छ। सेम जङ्गल सफारी गर्दै
मेरो यो लाएर 2 चोटि भयो दाइसँग। दाइले आउँदा त फेरि हुन्छ नि त दाइसँग हल्का डुल्दा नउठे पनि कि टाइम छैन आज हाम्रो टाइम छैन गाइज। त्यसैले खोलासोला पनि छ है गाइज हाम्रो जङ्गल सफारीमा। लिची आँप सबै छ सबै आँप तर यहाँ फलेको रहेन छ। लिची फलेको लिची त टन्न छ नि गाइज यहाँ हेर्नु। अब अर्कोचोटिको जङ्गल सफारीमा खान मिल्छ। यहाँ हेर्नु कत्रो निस्केको छ घाँटी। डाइनोसर छ यो जङ्गलमा। हामी आइसकेपछि युकान्डाको जङ्गलमा पुरै भयानक गाइज भयानक। उता हाम्रो सर अर्को डाइनोसर हेरिसक्यो सेम हेर्नु सेम छ सेम। त फाइनली हाम्रो चाहिँ भइसक्यो पानीमा घुमघाम कार्यक्रम। अब चाहिँ हामी लाग्दैछौँ गाइज सट्ट ल जङ्गल सफारी भइसक्यो। एन्ड अब चाहिँ तपाईँहरूलाई एकैचोटि बाई बाई गर्नु पर्यो ल। भिडियो मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। वाचिङ फर भिडियो।